तपाईँहरूको नामावली निस्किँदाखेरि जनताले स्वीकार्ने खालको निस्किन्छ कि जनताले आलोचना गर्ने निस्किन्छ त? अब अलिअलि आलोचना त भइ नै हाल्छ। लोकतन्त्रमा त्यो सबैको अधिकार पनि हो होइन, आलोचना गर्ने, समर्थन गर्ने, विरोध गर्ने, समर्थन गर्ने, त्यो चाहिँ लोकतान्त्रिक अधिकार पनि हो। तर तपाईँको सकभर अब हाम्रो पार्टी नयाँ पनि छ, यहाँलाई थाहै छ होइन। चाहिँ अहिले भने जति अब तपाईँको सङ्गठन विस्तारको कुरा पनि भएको छैन होला। आम नागरिक कहाँ चाहिँ अब चाहिँ तपाईँको चाहिँ पुगिसकेको अवस्था पनि हिजो थिएन। भर्खरै पार्टी दललाई 2 महिना हुँदैछ होइन र। त्यो कारणले गर्दाखेरि आलोचना त आउँछ नि भन्दा पर्दैन, आउँछ नै, त्यही ठुलो कुरा भएन। तर हामी सुधार गर्दै जाने, मिलाउँदै जाने र लोकतन्त्रको चाहिँ अभ्यासमा चाहिँ समानुपातिक समावेशीको चाहिँ सिद्धान्तलाई पूर्ण रूपमा लागू गर्ने हाम्रो प्रयत्न रहन्छ। अहिले तपाईँहरूलाई एउटा आरोप छ कि श्रम संस्कृति पार्टीमा भने जस्तो बौद्धिक व्यक्तित्वहरू छैन, किन बोलाइएन, अथवा बोलाउँदा पनि फेसबुक स्ट्याटसमा बोलाइन्छ, श्रम संस्कृतिको लेटर प्याडमा बोलाइँदैन भन्ने आरोप छ। यो बारे चाहिँ प्रश्न पार्दिनुहोस् न आज। अब छलफल त हामीले पर्सनली बसेर थुप्रैसँग गरेकै छौँ, नगरेको छौँ, भेटघाट पनि गरेकै छौँ। अब हाम्रो समर्थकहरू बौद्धिक छलफल नभएको पनि होइन, उहाँहरूले चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ सहयोग समर्थन गर्नुभएको छ। ती सबै चाहिँ बौद्धिक विद्वान सबै चाहिँ हाम्रो चाहिँ सहकर्मी, हाम्रो शुभचिन्ता, हाम्रो समर्थक विशेष धन्यवाद दिन चाहन्छौँ श्रम संस्कृति पार्टीको तर्फबाट। तर अब हामीले नबोलाएको भने त हुँदैन होला। अब कहिले काहीँ स्टेटस लेख्ने कुरा, फेसबुकसँग सम्पर्क गर्ने कुरामा, कोहीसँग सम्पर्क नभएको अवस्थामा फेसबुकबाट बोलाइयो होला, सहयोग गरिदियो भने सार्वजनिक नगर्दा राम्रै होला होइन र। त्यो कारणले गर्दाखेरि त्यसमा त कुरा छ। अब अहिले पछिल्लो समयमा तपाईँहरूको अध्यक्ष हर्क साम्पाङज्यूले सुनसरी क्षेत्र नम्बर 1 बाट उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ, चुनाव लड्ने घोषणा गरिसक्नु भएको छ। तपाईँ श्रम संस्कृतिको महासचिव, तपाईँको चाहिँ कुन ठाउँबाट, कुन क्षेत्रबाट तपाईँको चाहिँ उम्मेदवारी घोषणा हुँदैछ त? मेरो यहीँबाट भन्ने लगभग छैन, म आफै पनि त्यो विषयमा प्रिपेयर भइसकेको छैन होइन। तर मोटामोटी अब आफ्नो जिल्ला त खोटाङ नै हो, अब छलफल भइरहेछ। छलफल भइरहेछ के छ त? अब धरान सुनसरी क्षेत्र नम्बर 1 बाट चाहिँ अध्यक्षज्यूले चाहिँ उम्मेदवारी दिनुभएको छ होइन। त्यहाँ अहिले कतिपय विश्लेषकले भन्न थालिसकेको छ हर्क साम्पाङलाई चान्चुने छैन चुनाव जित्न, आफ्नो पोल्टामा मत पार्न चान्चुने कुरा छैन। भाइबरको चाहिँ अहिले नाम चलेका नेताहरू यहीँ खनिरहेको छ, जस्तै सुदाम किराती, शेरधन राई जस्ताको नामहरू चर्चा परिचर्चामा आइरहेको छ। के छ त तपाईँहरूको अध्यक्षज्यूले बाजी मार्ला या नमार्ला? शेरधनहरू आउँदैन होला, त्यो बारे घोषणा हुँदै होला। घोषणा जस्तो मात्रै लाग्छ मलाई चाहिँ होइन। तर चाहिँ उनीहरू पनि त्यो हार्नको निम्ति नआउला नि त, भरे फेरि के हो त जमुना दफा बर्बाद हुन्छ होइन। त्यो कारणले गर्दाखेरि उहाँहरू आउनुहुन्न जस्तो लाग्छ। तर आइहाल्यो पनि अब के भन्नु, हार्नको लागि आउने हो भने त ठिकै, त्यसमा ठुलो कुरा भयो। पछिल्लो समयमा कतिपय तपाईँहरूका चाहिँ एकदम कट्टर समर्थक मानिने समर्थकहरू होइन, हर्क साम्पाङले बेसी बोल्यो, बेसी स्ट्याटस लेख्यो, बेसी घमण्ड गरौँ, मभन्दा जान्ने कोही छैन, म मात्र हो यो देशमा राजनीति बुझेको भन्ने घमण्डले गर्दा हामी हर्क साम्पाङ छोड्यौँ, आजदेखि घन्टी बजाउन थाल्यौँ भन्ने कुरो पनि आइरहेको छ। यसलाई तपाईँहरू जतिको यो चाहिँ टप 5 अथवा टप 10 मा बसेको मान्छेहरूले चाहिँ कसरी निहाल्नु भएको छ त? त्यो नआउनु थियो भयो। तर कति चाहिँ कस्तो हुँदो रहेछ भने पहिलादेखि नै हर्क साम्पाङको समर्थन गरेर गर्ने त्यो मिसनरीहरू के यिनीहरू मिसन राख्ने, जब त्यो अन्तिममा तब साथ छोडेर लगाएर छोड्यो भने भ्रम पैदा गराएर अरू मान्छेहरूमाथि निराशा पैदा गर्ने खालको समूह सक्रिय भएको हो भन्ने लाग्छ मलाई चाहिँ। र केहीमा त्यस्तो किसिमको चाहिँ भएको हुनसक्छ। तर हर्क साम्पाङले स्ट्याटस लेखेर बढी बोलेर देश बेच्यो होला, भ्रष्टाचार गरेका छन्, कुनै सामाजिक समस्या क्रिएट गरेका छन्,
त्यो त देखिँदैन। हत्या हिंसा गरेका छन्। अनि अहिले समर्थक किन खनिरहेको छ? सबै कुरामा समर्थक भनेको होइन तर त्यो कुरा पनि होला नि त। अझसम्म काम गरेका छैन, जति उनी बोलेका छन् त्योभन्दा बढी काम गरेका छैन। त्यो कारणले गर्दाखेरि जसरी उहाँले त्यो किसिमको हुन त कसले दिनु हुँदै थियो, सामाजिक सञ्जालमा एक्टिभ हुनु पाउँदैन होइन, कार्य व्यस्तता गइरहेको। तर एउटा नेसनरी यस्तो थुप्रै किसिमको नेपालमा चाहिँ आउँछ, हामी निराश हुनुभयो। उसको मिसन हुन्छ, म उसको मान्छे भन्ने आउने, केही समय कराउने, पुरा हो भने मनमुटु यसले गर्ने, लास्टमा खराब छैन जाने क्या मेसिनरीहरू हुन्छ जस्तो। त्यो कारणले यस्तो कुराहरू हामी सचेत र सजग रहनुहुन्छ र कोही निराश हुनु हुँदैन। हामी देश बनाएर छाड्छौँ, हामी देश बनाउने नै हो र हाम्रै पुस्ताले देश बनाउनु पर्छ भन्ने सङ्कल्पको साथ अघि बढ्नुपर्छ। श्रम संस्कृति पार्टी माटोको पक्षमा उभिएको पार्टी हो, इमान्दारिताको पक्षमा उभिएको पार्टी हो होइन, र भरम होइन श्रमको क्रान्ति गर्नको निम्ति जन्म भएको पार्टी हो। त्यो कारणले गर्दाखेरि पराधीन नेपाललाई स्वाधीन नेपाल बनाउन जन्म भएको पार्टी हो। संसारभरि अभिभावकहीन भएर अल्मलिरहेका युवाहरूलाई देश अनुभूति गरेर देश फर्काउने पार्टी हो। त्यो कारणले गर्दाखेरि श्रम संस्कृति पार्टी नितान्त फरक छ, काम गर्छ श्रम संस्कृति पार्टी हो। चाहिँ एक दुईजना व्यक्ति फरक कहाँ के एउटा फरक कुरा हो, तर बाहिर अफवाह फैलाउन सक्छ, निराशा पैदा गर्न सक्छ, सक्लो भने भ्रम पैदा गर्न सक्छ। तर श्रम संस्कृति पार्टीले इतिहास रचिसकेको छ र इतिहास अब कायम गरिसकेको छ र आउने भविष्यमा सुन्दर नेपालको भविष्य निर्माण गर्न श्रम संस्कृति पार्टी प्रयत्न गर्छ र नितान्त काम गर्छ। अब ढुक्क आउनुहोस्, अबको इलेक्सन पछाडि सबैले हार्दिकपूर्ण अनुरोध गर्न चाहन्छु, तपाईँहरूले 2/3 बहुमत दिनको निम्ति सबैले पहल कदमी गरौँ। सामाजिक सोसल मिडियाबाट देश विदेशमा रहनुभएका चाहिँ, देश प्रवासमा रहनुभएका चाहिँ नेपाल दाजुभाइ दिदीबहिनीहरूले पनि आफ्नो घर परिवार गाउँबाट फोन मार्फत होइन सबैलाई हार्दिकपूर्ण चाहिँ तपाईँ अनुरोध गर्नुहोस्, मात्र भोट हाल्नको निम्ति हामी देश बनाउँछौँ। श्रम संस्कृति पार्टी जन्म भएको भर 2 महिना भयो, यहाँ 30औं 35औं 40औं वर्षदेखि जरा गाडेर बसेका पुराना पार्टीहरू उत्तिकै छन् होइन, उत्तिकै छन्। तर तपाईँहरूको चाहिँ 2 महिनामा तपाईँहरूले आफ्नो चाहिँ यो चाहिँ ठाउँसम्म पुर्याउन, यो हाम्रो पार्टी हो भन्नेसम्म पुर्याउनु पाउनु भएको छैन। बहुमत जनताले कसरी दिन्छ त? सुन्नु न, समयको माग हो, आम नागरिकले तपाईँको चाहिँ बुझ्छ भन्ने लागेको छ। नेपाली जनता सचेत भइसकेको छ, नेपाली जनता चाहिँ अचेत अवस्थामा छैन भन्ने हाम्रो बुझाइ हो। र 2 महिनामा हामीले काम कति गर्यो हेर्नुहोस्, 75-80 वर्ष हुन लागेको पार्टीले कतिवटा कार्यक्रम 2 महिनामा, अनि माथि तपाईँ कागजमा प्रधानमन्त्रीको चाहिँ होइन बनेर चाहिँ सपना लड्डु खानेहरूले कतिवटा कार्यक्रम गरेका छन्। अनि 2 महिना हामीले कतिवटा गर्छ हेर्नुहोस् त, हो कि न? त्यो कारणले गर्दाखेरि हामी आम नेपाली नागरिकको पक्षमा छौँ, गरिब निमुखा मजदुरको पक्षमा छौँ, जेनजी युवाहरूको पक्षमा छौँ र समग्र नेपाली नागरिकको पक्षमा श्रम संस्कृति पार्टी छ। त्यो कारणले गर्दाखेरि हामी नागरिकसँग एकता गर्दैनौँ, नागरिकसँग भलो विचार गर्दैनौँ, हामी नागरिकसँग तपाईँको चाहिँ सहकारी गर्ने। अहिले अब के छ भने श्रम संस्कृति पार्टीको अध्यक्षलाई के आरोप छ भने होइन, पछिल्लो समयमा देशमा नयाँ युवा लिएर अगाडि बढ्नु पर्ने, तर अहिले जति पनि अहिले त्रिपक्षीय गठबन्धन भइरहेको छ, ती गठबन्धनमाथि नै आक्रमण गरिरहेको छ कामले। अर्कालाई गाली गरेर आफूले बहुमत ल्याउँछ त भन्ने प्रश्न गरिरहेको जनताले। यसबारे चाहिँ आज के छ त महासचिवजीको? त्यो एकतालाई गाली गरेको होइन, त्यो एकता गर्नुको पछाडिको जुन उनीहरूको छ नि रणनीति, देशले घात गर्ने जुन सपना छ नि त्यसले विरोध गरेको। हिजो कुनै समय तपाईँको प्रचण्ड पद बनेका थिए क्या, तर अहिले के भन्नु निश्चय हुनुहोस् त, 2007 सालतिर जब राणा विद्रोहको चाहिँ तपाईँको चाहिँ क्रान्ति पछाडि 104 वर्ष राणा विद्रोह क्रान्ति पछाडि तपाईँको चाहिँ कुन अवस्थामा थियो भन्नुहोस् त? नेपाली काङ्ग्रेस 45-46को
जनआन्दोलन पछि हुन्छ पञ्चायती व्यवस्थाको चाहिँ विरुद्धको आन्दोलन पछाडि पञ्चायती व्यवस्थाको अन्त्य पछाडि एमालेको आइज हेर्नुहोस् त होइन। तर जब चाहिँ महाकाली सन्धि भयो, टनकपुर सन्धि भयो, राष्ट्रघाटी सन्धि भयो, कुन किताबमा भयो त यिनीहरू? अनि आज देशले कुन हालत पुऱ्यायो? हो, हामीले त्यो कुरामा सचेत गराएको मात्रै हो होइन। यी मिलन बिन्दुहरू देशको लागि घातक छ, यी मिलन बिन्दुहरू नेपाल जनताको लागि घातक छ र भविष्यमा घातक प्रमाणित हुनेछ। त्यही कारणले हरेक नेपाली अब हामी हिजो जस्तो हुँदैन, हामी सचेत र सजग हुनुपर्छ भनेर हामीले आह्वान गरेका हौँ है। हामी एकताको पक्षमा किन थिएनौँ तपाईँलाई म भन्न चाहन्छु। सुन्नुहोस् न, कहाँ थिएनौँ? हिजो पटक तपाईँको चाहिँ काठमाडौँमा आएर बालन शाहसँग भेटे को? अर्को सान्दङ होइन। पटक कुलमानको घरमै गएर भेट्ने चाहिँ को भन्नुहोस् त? अर्को सान्दङ होइन हो कि नै? अनि हिजो चाहिँ अर्को सान्दङ गएर राख्ने सिक्छु भन्ने चेला को भनौँ न? अनि हामी एकताको पक्षमा थिएन हो। जुन दिनबाट हामी तपाईँको चाहिँ हामी चाहिँ किता काट गरेका हौँ अथवा किता किन्डर गरेको हो भने जुन दिनबाट चाहिँ हामीले राष्ट्रको निम्ति भविष्यमा गएर यो चाहिँ घात प्रमाणित हुनेछ अथवा तपाईँ घातक प्रमाणित हुनेछ भन्ने कुरा बुझिसके पछाडि हामी आफ्नो किताबमा उभिएका हौँ। हामी नेपाली जनताको किताबमा उभिएका हौँ, नेपाली माटोको किताबमा उभिएका हौँ, राष्ट्रियताको पक्षमा उभिएका हौँ, समृद्धिको पक्षमा उभिएका हौँ, सम्बन्धको पक्षमा उभिएका हौँ हामी। त्यसो भन्दै गर्दाखेरि गाली गरौँ भने हामी एकताको गाली गरेको होइन, एकताभित्रको त्यो होइन कालो कोठरीभित्र बसेर कालै तपाईँको सम्झौता गर्नेहरूको विरुद्ध आउँछ हामी बोलेका हौँ। यसो तपाईँहरूले सुन्छु। हामी कुनै पनि पार्टीको एगेन्स्टमा त होइन नि, मल्टी पार्टी डेमोक्रेसी सिस्टम हो, यो व्यवस्था हो। यो व्यवस्था भन्दा विकल्प छैन नि है। त्यो कारणले गर्दाखेरि हामीले तपाईँको चाहिँ त्यसरी चाहिँ त्यो सन्दर्भमा गाली गर्दा होला। सबै त्यो विस्तृतमा लेख्न सकिनँ, त्यो सामाजिक सञ्जालमा होइन, चट्टामिटा लेख्ने हो। त्यसरी सबैले बुझ्नको लागि म हाली त पुनरावलोकन गर्न चाहन्छु। अब अर्को कुरो के छ भने हजुर, सांसदमा 2/3 बहुमतले गरेको एमसीसी पासलाई लिएर अहिले अर्को साम्पाङले रवि बालेन कुलमानलाई एमसीसी को डङ्का पुगेर उसले बहुमत ल्याउँछ भन्नुहुन्छ जनताले। के छ त यो महासचिवको धारणा? अनि त्यसो हो भने हामी एमसीसी राष्ट्रघाती छ त्यसको विपक्षमा हामी छौँ भन्नु किन नसकेको? तिन भाइ किन नसकेको भनौँ न? उहाँहरूलाई जवाब दिनु उचित लाग्यो। सुन्नु न, हौ राष्ट्रियताको पक्षमा उभिनको निम्ति, माटोको पक्षमा उभिनको निम्ति, समृद्धिको पक्षमा, समानताको निम्ति पक्षमा, स्वतन्त्रको पक्षमा उभिनको निम्ति जवाब दिनु भनेर हुन्छ। जवाब नदिने भने घरमा बस्ने, झुटो सपना नबाट्ने होइन र? झुटो सपना किन बाट्नु भनेपछि अहिले अरूले चाहिँ झुटा शब्द बारे त्यो त प्रमाणित हुन्छ। सुन्नु, प्रमाणित हुन्छ, प्रमाणित हुन्छ। त्यो त प्रमाणित गरेर छाड्छौँ हामी, प्रमाणित गरेर छाड्छौँ। हेरौँ न, प्रमाणित गरेर छाड्छौँ। त्यो त च्यालेन्ज बोल, हामी प्रमाणित गरेर छाड्छौँ। हामी इमान्दारीपूर्वक काम गर्छौँ, राष्ट्रको पक्षमा बलियो ढङ्गले उठ्छौँ। त्यसको मतलब फेरि कुनै पनि राष्ट्रलाई हामी राष्ट्रसँग सम्बन्ध बिगार्दैन, सबै राष्ट्रसँग हाम्रो सन्तुलित र सुन्दर सम्बन्ध विस्तार गर्छ। अनि म त मुलुक भन्छ भनेपछि अरू सब चाहिँ अहिले भइरहेको चाहिँ नेताहरू एक भए, अरू राजनीतिज्ञहरूले काम गर्नु नसक्ने भए, गरेको भए, सुन गरेको भए आज त 1 करोड जति युवाहरू विदेशिनु पर्थ्यो भन्नुहोस् त। सबै हाम्रा भूभागको कृषि जमिनहरू तपाईँको चाहिँ भौगोलिक तपाईँको अवस्था नाङ्गा हुनु पर्थ्यो, सबै जमिन बाजा हुनु पर्थ्यो। मान्छे गरिबी तपाईँको चाहिँ खाल्टा मुटी तपाईँको चाहिँ उकुस मुकुस गरेर मर्नु पर्थ्यो। हो, देश त बनाएन नि यिनीहरूले। र तपाईँ भन्नु न, समृद्ध राष्ट्र बनाउने उहाँको सङ्कल्प के, उहाँको एजेन्डा के भन्नुहोस् त?
श्रम उत्पादन र स्वादिष्ट वस्तुको प्रयोगमा प्रोत्साहन दिन मुलुक बन्छ? संसारमा कहीँ पनि जादुको थरीको मुलुक बन्छ? किताबमा लेख्दैमा तपाईँको चाहिँ विचार प्रवाह गर्दै मुलुक बन्छ? भन्नुहोस् त, बन्दैन। त्यो त परमाणु हो नि, होइन? त्यो कारणले गर्दाखेरि श्रम संस्कृति भन्दा विकल्प छैन देशमा, देश नेपाल तर संसारमै नि, नेपाल भन्नु भएको तपाईँले। अहिलेको यो मलाई सुन न, यो मोबाइल बनाउँदै गर्दाखेरि त्यहाँ श्रम चाहिँ चाहिँदैन। अनि अनि त्यो कारणले गर्दाखेरि तपाईँहरूलाई म विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु, श्रम तपाईँको चाहिँ श्रम संस्कृति बिना विकल्प छैन है। त्यो कारणले गर्दाखेरि समग्र नेपाली आम नागरिकहरूले हिमाल पहाड तराई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तमाम देशवासीहरूलाई हार्दिकपूर्ण अनुरोध गर्न चाहन्छौँ, श्रम बिना विकल्प छैन। अब अहिले पछिल्लो समयमा देश र जनताको लागि मरिहत्ते गर्ने हर्का सम्पको पछि हिँड्ने तपाईँहरू जस्तो श्रमदाता, अगुवा श्रमदाता अथवा कार्यकर्ता अथवा केन्द्रभित्र बाँधिएका मान्छे, हर्का सम्पकले त काम गर्यो, उहाँले काम गर्यो, हामीले चिन्यौँ, ऊ पारदर्शिता छ भन्नुहुन्छ। तर उहाँको पछि हिँड्ने मान्छेहरू गफ गरेर मात्र हुन्छ कि उहाँले पनि काम गर्नु पर्यो भन्ने तपाईँहरूमाथि एउटा ठुलो प्रश्न चिन्ह खडा भएको छ। के छ त प्रश्न चिन्ह गर्ने साथीहरूलाई धन्यवाद। तर मसँग 1 महिना बस्नु तपाईँ थाहा हुन्छ हामीले कति गरेको छौँ भने। म बिहान 7-6 बजीदेखि बेलुका 12 बजीसम्म पार्टी हिसाब गर्छु। तपाईँ अफिसमा आउनु न, म 12 बजीसम्म राखेको हुन्छु। थुप्रै काम हुन्छ होइन, थुप्रै कामहरू हुन्छ पार्टीको है। अरू पार्टीको कर्मचारी संयोजना तपाईँको हुन्छ होइन, तर हामी कहाँ त्यसै हामी सब आफै गरे, आफै गर्नुपर्छ। अफिसियल काम त देख्ने पनि होइन। त्यो कारणले गर्दाखेरि हामी सबैले काम गर्नुपर्छ भन्ने प्रयत्न रहन्छ। र तपाईँ ढुक्क आउनु, सबैको जिम्मेवारी लिन नसकेला तर नेतृत्वको हिसाबले सबैलाई खबरदारी गर्ने काम हाम्रो हो। तर मेरो व्यक्तिगत हिसाबले तपाईँ ढुक्क आउनुहोस्, राष्ट्रियताको पक्षमा उभिने कुरामा, इमान्दारिताको पक्षमा उभिने कुरामा, काम गर्ने कुरामा, मेहनत गर्ने कुरामा, सहकार्य गर्ने कुरामा एक तलमाथि हुँदैन, प्रयत्न रहन्छ होइन। काम गर्दै जाँदाखेरि कहीँ गल्ती कमजोर हुन सक्छ, हुँदैन भन्दैन, भगवान होइन हामी, फेरि मानव जाति भगवानको खोट देख्ने मान्छे हो कि नै। त्यो कारणले गर्दाखेरि तपाईँ ढुक्क आउनुहोस्, हामी गर्छौँ। जस्तै प्रचण्ड पथले देश र जनतालाई धोका दिए जस्तै होइन, हर्कवादले पनि हर्क पथले पनि देश र जनतालाई धोका दिने त होइन, यो प्रश्न पनि खडा भएको छ। ठिक छ हर्क साम्पाङ, मेरो सवालमा हामी इमान्दारितामा एक दिन तलमाथि हुँदैन होइन। अब राजनीतिमा आएको म त अहिले गर्दा होइन नि, निकै लामै इतिहास छ मेरो पनि। युवा उमेरबाट म अहिले पनि युवै छु होइन। आजसम्म राजनीति गर्ने क्रममा चाहिँ तपाईँको कुनै पनि गलत कुरामा इन्भल्भ भएको छैन र भोलि पनि हुँदैन। हो कहिले काहीँ काम गरेर जाने गल्ती कमजोर सुधार गर्ने मौका मान्छ होइन, यो गर्न खोजेँ चाहिँ यो भयो भन्छन्, त्यसमा तपाईँ ढुक्क प्रश्न भनिदिनुहोस् न, हर्कवादले जनतालाई धोका दिन्छ दिँदैन? दिँदैन, सुधि मात्रै छ प्रश्न। अनि देश बनाउँछन् क्या, बन्छ क्या, ढुक्क आउनु न तपाईँ, बनाउँछ। अब अन्तमा जान जाँदै तपाईँ श्रम संस्कृति पार्टीका महासचिवको हैसियतले देश तथा विदेशमा संसारभर छरिएर बसेका नेपालीहरूलाई तपाईँको के अनुरोध छ त? सबैलाई माटोमा भोट हाल्नको निम्ति अनुरोध गर्न चाहन्छु। तपाईँको आउने सन्ततिको सुन्दर भविष्य निर्माणको निम्ति माटोमा भोट अथवा मतदान गर्नको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु।